हामी चाहिँ बल्ल बल्ल भवनमा चाहिँ 12-8 बजे हाम्रो देउसी कार्यक्रम चाहिँ सकेर आएका छौँ। नानीहरू आउने बाँकी नै छ। खाना अब हाम्रो भवनमा रहेको छ है। खानाहरू धमाधम वितरण हुँदैछ। हाम्रो अध्यक्ष दाजु मसक्क यहाँ ग्वालेर हाँस्दै हुनुहुन्छ। दाजु के छ खबर? एकदम राम्रो छ। कस्तो फिल भइरहेछ तपाईलाई? के भने अब आज तिहार खेलेको 8 दिन भइसक्यो है। हजुर दाइ। धेरै छैन, 2 दिन 3 दिन छ। अब अझै पनि रमाइलो भइरहेको छ। त्यस भाइ बहिनीहरूलाई सबके भाइ बहिनीहरूलाई चाहिँ टाढो भएका पनि मनभेट गरिरहेको छ। भोलिको डेस्टिनेसन कहाँ हो दाइ? भोलिको हाम्रो कार्यक्रम चाहिँ हाम्रो यहाँ सोमबारे चोकमा छ। सोमबारे चोकमा हाम्रो चाहिँ 5-6 बजे सुरु हुन्छ। त्यसपछि हाम्रो फेरि अब अर्को कार्यक्रम पनि हुनसक्छ। त्यो चाहिँ हामी अहिले उसको पर्फर्म गरेको छैनौँ है। सबैजना निमन्त्रणा पनि छ होइन? सबैलाई पनि निमन्त्रणा गरिरहेको छौँ हामीले। अब फेरि अरू दिनमा पनि हामी अब कुन कुन स्टाइल गर्ने हो त्यो पनि हामीले अब अहिले बताएको छैनौँ। धन्यवाद दाइ। यता हाम्रो जुमिया दाजु पनि हुन्छ। तपाईँ ठिकै हुन्छ र? आर्मी भेषमा हुनुहुन्छ त हो? ल धन्यवाद। यस्तै छ। अब नानीहरूको गाडी आउन बाँकी नै छ है। हाम्रो कुकमेनहरू हुनुहुन्छ। हेलो, के छ? के पाएको हो खाना? पुलाउ हो? पुलाउ। यता मासुवाली आजको खाना आजको हजुर खाना नै हाम्रो पेट अहिले चाहिँ तागत आइरहेको छ है। हजुर है, यहाँ छ हाम्रो ल ल मासुवाली। हेलो मासुवाली। ल धन्यवाद। हेलो, मेरो कुचुरी खाँदैछौ? खाऊ। ए कता चाहिँ आके हाँस एकचोटि हाँस खा खानुहोस्। यता यता म्याम यता। हेलो आइस। नाम चाहिँ ठिक छ भदै? काली यता हेर्न हाँसिदियो नि एकपल्ट। हाँस न, हेर्न हाँस न प्लिज। सिमरन हाँस। राइस ठिक छ? राहुल हाँस। कहाँ गयो मेरो छोरी? यता हाँसिदेऊ। छ्यामा भन। खोइ खान खानु हो।